लाग्यो त नयाँ स्कुटरमा न फर्स्ट टाइम चढ्नु पाउँदा खुसी लाग्यो हेलो स्कुटर छोडेपछि नहेर भने बाटो हेर्नु पाएको डर लागिरहेछ फर्स्ट टाइम हाम्रो झर्ना यहाँ चाहिँ साथीहरू झर्ना चिया भन्नु चिया दुध चिया खाने भयो आउनु सबैजना अरूको त होटलतिर हुन्छ होला हाम्रो त पुरा नदी हाम्रो त पुरा नदीमा बगिरहन्छ दुध चिया त यसरी हेलो साथीहरू मेरो दिदीले चाहिँ आज फर्स्ट टाइम स्कुटर किनेर अनि आफैले किनेर आफैले कुदाउँदैछ होइन यहाँ हेर्नु ल सबैजनाले बाटो चाहिँ मार्नु कस्तो दामी छ सुरुमै मलाई हाल्यो कि अहिले चाहिँ मेहनत पछिको सफलता हो नि त त्यही भएर खुसी लागिरहेको छ हेलो भन तिमीलाई कस्तो लाग्यो त नयाँ स्कुटरमा फर्स्ट टाइम चढ्नु पाउँदा खुसी लाग्यो हेलो स्कुटर छोडेपछि नहेर भने बाटो हेर्नु पाएको डर लागिरहेछ फर्स्ट टाइम भन्नु त यस्तो हाम्रो चाहिँ नहर छ क्या यहाँ माइतबाट घर कस्तो नजिक छ मेरो त त्यही भएर म जाँदैछु माइत सर बाटो चाहिँ हेर्नु ग्राभेल छ हाम्रो ग्राभेल पनि होइन खाल्डा छ खाल्डा घाम डुब्न लाग्यो सधैँ साइकल पेलेर माइला जानु पर्थ्यो अब चाहिँ मलाई सर स्कुटरमा भोलि हामी पूजा गर्न पनि जान्छौँ अनि त्यसको पनि भिडियो बनाउँछु मन्दिर धरान स्विमिङ गर्ने भए आउनु है साथीहरू स्विमिङ पुल छ हाम्रोमा कस्तो मजाले दिदीले सिटी चलाइरहनु भएको छ आम्मामा सर राजामै माइत हेलमेट लाउनु पर्छ नि हेर नयाँ नयाँमा फेरि आफ्नै आफ्नै किनेर कुदाएको हो नि फेरि होइन अरूलाई कुदाउनु दिँदैन त्यही भएर अब चाहिँ म सिक्छु मलाई पनि आउँदैन है स्कुटर कुदाउन अब चाहिँ म नि सिक्ने छु अनि उहाँ पनि कुदाउनुहुन्छ होइन अनि म उसलाई स्कुल पुऱ्याइदिन्छु हाम्रो झर्ना यहाँ चाहिँ साथीहरू झर्ना चिया भन्नु चिया दुध चिया खाने भयो आउनु सबैजना अरूको त होटलतिर हुन्छ होला हाम्रो त पुरा नदी हाम्रो त पुरा नदीमा बगिरहन्छ दुध चिया त यसरी मिठो चिया पाइन्छ साथीहरू यहाँ चाहिँ हाम्रो फ्रीको हो फेरि आउने ग्लास उठाउने खाने पैसा पनि तिर्नु पर्दैन फ्रीमै हुन्छ यहाँनिर हेर्नु कसरी सलाला बगिरहेको चाहिँ हाम्रो गाउँको भ्यू है साथीहरू बाटो नहरको डिल्ली बाटो छ क्या यो चाहिँ हाम्रो काकाको घर हो बास घारी पारेको देखिरहेछ त्यहाँ पनि हामी जान्छौँ मान्छेहरू पनि हिँड्नुहुन्छ अब अलिअलि त अनि हामी छौँ यहाँनेरि
घर सबै गर्नु पर्यो नि त होइन फाइनल्ली हाम्रो चोक आयो है त्यो चाहिँ हाम्रो चोकमा चाहिँ केही छैन है के छ अरे सानो त्यो चाहिँ हाम्रो गाउँ जाने बाटो नाटक पारे भन्छ कुखुरा बाटोमा दाउरा बाटोमा मान्छे हाम्रो भाउजू फाइनल्ली हामी चाहिँ घर आइपुग्यौँ हेलो हेलो यता हेरेर आऊ कसरी साह्रै है गरेको हाम्रो मम्मी हेलो मम्मी कस्तो थुकेर आऊ कस्तो थुकेर आऊ हेलो हेलो भन्नु न हौ हेलो भन्दैछु ल आऊ यो चाहिँ मेरो छोरा ऊ चाहिँ मेरो एकमा बस न यिनीहरू चाहिँ 10 दिनले दाजुबहिनी हुन् क्या बिदा चाहिँ डोरी आउँदै हुन्छ उल्छ है अब यसले हेर्नु होला पुल चाहिँ हाम्रो जस्तो छ आइगयो होइन अब आज बाहिर राख्नु त पूजा गरेर भोलि पूजा गर्न जानु नि त के भोलि शनिबार हो त्यही भएर आज किनेको क्या मम्मी नाच्दिनु न दिन आउँछ हाम्रो पनि साइकलका दिन गयो अब मम्मी गाडी खेल्नु त पछि हामीले कुदाएर पनि हुन्छौँ है भित्र आज त ठेलेर हाम्रो फुलहरू वाउ यो सबै फुल चाहिँ मेरो भाइले रोपेको है मनी प्लान्ट यहाँ छ सबै भाइले रोपेको बाई बाई थ्याङ्क यू फर वाचिङ